हेलो साथीहरु, वेलकम छ आजको मेरो ब्लगमा। ह्यापी क्रिसमस, मेरी क्रिसमस भन्न चाहन्छु फर्स्टमै है। आज चाहिँ क्रिसमस हो नि त, त्यही भएर मैले चाहिँ बिहानै भन्दा पनि त्यस्तै 8-9 बजे मैले ब्लग आजको स्टार्ट गरिरहेको छु। अघि बिहानै मैले स्टार्ट गर्नु भनेको कस्तो टाइमै भएन कि हामी चाहिँ उतादेखि धरानदेखि यता आउनुपर्ने थियो नि त, त्यही भएर गाडी हिँड्नु परिरहेको थियो, त्यही भएर ब्लग गर्न स्टार्ट गर्नै पाएको थिएन। अनि हामी चाहिँ अहिले यहाँ आइपुगेर पनि खाजासाजा खाएर पनि हामी चाहिँ हाम्रो एल्डरनी आमासँग यस्तो काम थियो र आएको। यहाँ छ ह्यापी क्रिसमस भनिदेऊ न। ह्यापी क्रिसमस सबैजनालाई, ह्यापी क्रिसमस एभ्रिवान। आज चाहिँ एकदम रमाइलो भइरहेको छ किनभने तलतिर चाहिँ हाम्रो सबै डेकोरेटहरू हुँदैछ नि त। डेकोरेट सबै नानाहरू गर्दै हुनुहुन्छ, हामी चाहिँ आएर खाने, त्यही त हो नि, बस्ने, त्यही हो साथीहरू। अब हामी चाहिँ म तल तपाईँलाई बिस्तारै देखाउँछु किनभने मैले फेरि अलिक भिडियो बनाउन लाज लाग्छ के, फेरि सबैजनाको छेउमा फेरि भ्लग बनाउनु कस्तो लाज लाग्छ, फेरि त्यही माथि नानाहरू हुनुहुन्छ नि त, त्यही भएर साथीहरू म अलिअलि देखाउँदै जान्छु है तपाईँलाई। ल अलिअलि देखाउँछु तपाईँहरूलाई। हामी चाहिँ यसरी हिँड्नुपर्ने हुन्छ होइन। अब यहाँ तल डेकोरेट हाम्रो गीत बजिरहेछ त नि, हाम्रै गीत बजिरहेछ। होइन यहाँ चाहिँ खाजाहरू छ, तपाईँ हेर्नु सक्नुहुन्छ। ए हो नि त, कस्तो यहाँ त भरेकै रहेनछ त। ल ल यहाँ पनि रहेनछ त। यहाँ चाहिँ हाम्रो आजको सब्जी होइन, अनि यति आलुचप यहाँ छ, यस्तो मिठो छ कि। यता चाहिँ हाम्रो कुकहरू हुनुहुन्छ, हाम्रो नानाहरू, हाम्रो सबै पाक्दैछ, पकाउँदै हुनुहुन्छ। यता यहाँ माथि चाहिँ मासु हो नि, फेरि साथीहरू मासु। यता चाहिँ हाम्रो बहिनी हो होइन। ओए कस्तो 10 मिनट मात्रै पो रहेछ, अब त बाँकी त उनीहरूको चाहिँ पिम्पल आएर बिजो गिनेरलाई चाहिँ टेन्सन छ है यसको भने पुरै। प्याज किन्नुपर्ने, प्याज लाउनु पर्ने, चन्द्रमामा पिठाको चाहिँ छैन, हराइरहेको अस्ति त थियो। साथीहरू हामी चाहिँ रेडी भइसकेको, हामी चाहिँ अघिसम्म चाहिँ एकदम बिजी थियौँ कि, त्यही भएर भिडियो बनाउन पनि पाइरहेको थिएन। अनि हामी चाहिँ अहिले रेडी भएर हाम्रो फाइनल लुक्स देखाउँदैछौँ साथीहरू। यताउता बहिनी मेरो कपालै मिल्दैन। हामी चाहिँ आज क्रिसमसको लागि रेडी भइसकेको छ। आजको हाम्रो फाइनल लुक चाहिँ यसरी पक्र त, यसरी म आजको फाइनल लुक्स नै कोनाको त मिलेम। ह्यापी क्रिसमस एभ्रिवान। हामी चाहिँ हाम्रो सरी हाम्रो डान्सहरू प्र्याक्टिस गरेर पनि हामी जाँदैछौँ। मेरो चाहिँ सेकेन्डमा मेरो प्लान चेन्ज भयो होइन। ल त्यो नै यो लगाइदिए त, यो यहाँ पुरै प्रोग्रामहरू स्टार्ट हुँदैछ है साथीहरू। र यति बेला अनि हाम्रो स्थानीय मण्डलीको नै अनि हाम्रो एकदमै वृद्ध बुबा हुनुहुन्छ, अनि हाम्रो जेमा तस्बिर आफ्नो स्थानमा खडा भइदिनको लागि म बिन्ती गर्न चाहन्छु उहाँलाई पनि। हामी खदा अनि प्लस ब्याच हाम्रो बहिनीहरूले छिटो गइदिनु हुनेछ र उहाँलाई पनि आफ्नो स्थानमा खडा भइदिनको लागि म बिन्ती गर्न चाहन्छु उहाँलाई पनि ब्याच अनि खदा अर्पण गरिकन उहाँलाई स्वागत गर्नेछु। र हाम्रो यहाँ छिमेकी अनि
साथीहरू आज चाहिँ नेक्स्ट डे होइन हामी चाहिँ हिजो चाहिँ भिडियो इन गर्न पनि पाएको थिएन क्या यस्तो बिजी भयौँ कि भन्नुहुन्छ भने हामीसँग हिजो के पाकेको थियो के त्यो देखाउनु पनि पाएको थिएन हामीसँग अलिक होइन कसरी डेकोरेटहरू गरेको थियौँ भनेर राम्ररी तपाईँले देखाउनु पनि पाएको थिएन यस्तो बिजी कि थोरै मोबाइल छुन पनि टाइम थिएन हिजो त साँच्ची त्यही माथि अब हाम्रो पाहुनाहरू पनि थियो नि त अनि सो हामी चाहिँ पाहुनाहरूलाई उ गर्दै स्याहार सुसार यताउता होइन गर्दै पनि थियौँ हामी पाहुनाहरूलाई पनि हेर्नुपर्ने हुन्छ होइन हिजोको हाम्रो डेकोरेट चाहिँ यता चाहिँ साथीहरू ओ माई गॉड गुडनेस यो के हो भनेर देखाउनु पाएको थिएन अनि यता चाहिँ हाम्रो डेकोरेट हो आज चाहिँ मैले चाहिँ भिडियो इन गर्नको लागि है अनि यता चाहिँ यता छ हाम्रो चर्च चाहिँ अनि म तपाईँलाई देखाउँछु हिजो नदेखाएको बाका चाहिँ देखाउँदैछु तपाईँलाई यता थियो हाम्रो डाइनिङ टेबलहरू सबै थियो अनि हाम्रो चाहिँ यता पनि खाने यता चाहिँ खाना राख्ने ठाउँ अनि यता चाहिँ पकाउने ठाउँ थियो होइन हाम्रो चाहिँ पुरै अझै पनि यतै छ सबै हाम्रो थन्कमन गरेको छैन आज गर्नुपर्ने छ साथीहरू त्यति हो होइन अब यति नै हो मेरो भिडियो आजको भिडियो हिजोको भिडियो चाहिँ यति मात्रै हो बाइ बाइ साथीहरू भेटौँला अर्को नेक्स्ट भिडियोमा।